हेलो साथीहरु, तपाईलाई नमस्ते मेरो युट्युब च्यानलमा। आज चाहिँ म दिउँसो भिडियो बनाइरहेको छु। यहाँ म चाहिँ बारीमा छु अनि आलु खनिरहेको छु साथीहरु। आलु खनेको चाहिँ 2 दिन भइसक्यो। आज अलिक ढिलो म मेलो लागिरहेको छु यहाँ बारीदेखि। हिजो पनि खने अनि म चाहिँ अहिले धमाधम मेरो चाहिँ आलु खन्ने काम भइरहेको छ साथीहरु। घाम लागेर रमाइलो भइरहेको छ दिनहरु। रमाइलो भन्दा एकदम गर्मी चाहिँ एकदम बढिरहेको छ पूर्वी इलाममा। यस्तै छ साथीहरु अवस्था। पसिनाहरु आएर अहिले चाहिँ बसेर भिडियो बनाउँदैछु म। हेर्नुस् है त मेरो भिडियोलाई। अहिले खनेको मैले आलु चाहिँ यति छ। यो चाहिँ बिटी आलु अलिकति थोरै छ अनि अरु चाहिँ मिसमासे खालको आलु छ। राम्रो फलेको रहेछ साथीहरु। कमिलाहरु लागेको छैन। कतिजनाको चाहिँ कमिलाहरु लागेर डाँडा काँडाहरु यता भन्नुहुन्छ नि, यता यो डाँडादेखिको माइपोखरी साइड हो साथीहरु। यता उभिक्लाटे इलामी त तल पर्छ। जे होस् रमाइलो छ हाम्रो गाउँ। घाम लाग्दाखेरि त झनै रमाइलो छ। हेर्नुस् है त घाम चाहिँ त्यहाँ पुगिसकेको छ। म आज अलिक ढिलो नै मेलामा पसेको छु। मेरो घर चाहिँ उतल छ। यस्तै छ साथीहरु। हाम्रो मुनि म्याउ पनि छ त्यहाँ। खासमा आलु चाहिँ यति भएको छ, अझै खन्न बाँकी छ। हेर्नुस् यो चाहिँ यसपालि मैले रोपेको चाहिँ हो मधेसी आलु हो। अनि यहाँ चाहिँ बिटी आलु छ। बिटी आलु पनि थोरै थियो, अब अझै अलिकति छ। यो चाहिँ ठुलो तर झन्डै कुनै चाहिँ कमिलाहरु लागेछ औ। जे होस् यतिको छ। म चाहिँ घर आएको छु, नानी आएछ र यो ड्याङमा यत्रो ड्याङमा 2 डोको चाहिँ फलेछ। यत्रो ड्याङमा मलाई यसरी नै हेरेर साथ दिनु होला। मेरो पपी उतल हाम्रो पपी हेरिरहेको छ। कुखुरा खोराहरू जे होस् यस्तै दिनचर्याहरू यसरी नै बितिरहेको छ। दिनभरि घाम लाग्छ। मलाई यसरी नै हेरेर साथ दिनु होला, माया गरिदिनु होला। मेरो भिडियोलाई लाइक सब्स्क्राइब कमेन्ट गर्न नभुल्नु होला साथीहरु। यस्तै छ मेरो गाउँघर। यो पारी घरहरू देखिरहेछ। डाँडाहरू हेर्नुस्, माथि रोड छ। जे होस् रमाइलो छ ठाउँहरू। यहाँ बस्दा एकदम रमाइलो छ। अलिक चिसो हुन थाल्यो। दिउँसो चाहिँ एकदम घाम लागिरहेको थियो, अहिले चाहिँ चिसो भयो। यो चाहिँ मेरो घर भयो। अनि साथीहरु तर मैले आलु खनेको भिडियो चाहिँ बनाइनँ। जो मैले नै खनेको है साथीहरु। तपाईहरु कति कन्फ्युजमा भन्नु होला। नगताको देख्छ अनि यहाँ छेउमा चाहिँ यो के फुलको के फुल भन्छ यो छ। यो छेउमा चाहिँ यो कतिलाई थाहा छ यो केरा हो। केरा अनि मटर त्यो दिनमा रोपेको मैले। चियाहरू पनि अब चियाहरू पनि हाम्रो बोलाउँदैछ। चियाहरू